ओइ फेरि यार बाटो झिक्दैछ त पुराहरू त हैट पैसा चाहिन्छ उलीको ल भयो है ठिकै छ यति स्पिड भए पनि होइन एभ्रिवान आज चाहिँ भ्लग स्टार्ट टक्क पुलबाट है बाना बनाउनु थालिस् केटाहरू छ यता रुगा लागेर खत्तम भइरहेको छ यार भाइ चाहिँ अहिले भर्खर हारे है मसँग 2 गेम को आफै हारेर ठुलो कुरो गर्ने अब के गर्नु आज भ्लग यहीँबाट स्टार्ट टक्क पाएर यहाँ हारेछ है हेलो भन्दै अब यसले फेसै देखाउनु मानेको हेर कपाल यो त छक्का त देखिरहेको छ कि त्यही भएर कपाल देखाउनु काम छैन यसको चाहिँ काम छैन है कस्तो कालो देख्यो यार यो त ओइ 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 ल ल ल ल ल ल ल ल अब यस्तो ड्रने ओइ ल काम छैन बच्चा जस्तो त हो नि यो पनि अब ल इजी हो नि रियलमा हान्दिउँ रियलमा त मैले जति त उडाउन सक्दैन जस्तो कसम कसम अस्ति मिम बनाए चाहिँ यसको नै हो है एउटाले थाहा नै छ होला मलाई चाहिँ भाइरल गरिदिनु प्लिज म गरिब खल्तीमा 1 रुपियाँ छैन प्लिज पर्स देखाइदियो नि पर्स लेखेन यार स्टार्टिङमा यस्तो हुन्छ त यार अल राइट एभ्रिवान हामी चाहिँ टुच्चाबाट निस्किसक्यो है अब कहाँ जाने भन्दाखेरि चाहिँ होइन पहिला सुरु अब यहाँ सुई लाउनु पऱ्यो कि रेबिजको अब यहाँ आज त्यो दिन भनेर मैले बिर्सिरहेको रहेछ धन्न पेपर चाहिँ रिजन स्कुटरमा छ है टक्क जाने अस्ति कहिले मैले 24 गते कि कति गते लगाएको थिएँ अनि फेरि त्यस्तै 28 गते लगाएँ अनि आज 3 गते अनि कुकले टोकेपछि यत्रो सुई लागेकोलाई गर्नुपर्ने दिन उयो गरेर अब केटाहरू बत्तिन थालिसक्यो अनि बिस्तारै हिँड्न जान्दैन केटाहरूले फेरि काहीँ गइदिउँ भनेको यिनीहरू मान्दै मानेन के रुगा पनि त्यस्तै लागिरहेको छ अहिले यहाँ चिसोले झन् खत्तम हुने भयो यार म चाहिँ राति सुत्न सक्दैन यस्तो रुगाले गरेर यस साह्रो धुलो उडेको छ्या अल राइट एभ्रिवान हामी चाहिँ टेकु आइपुग्यो चाहिँ टेकु आइपुगिसक्यो अब यहाँभित्र छिर्नुपर्ने हुन्छ यतै हो नि त त्यो के अरे रेबिजको सुई लाउने ठाउँहरू बिरालोले मुसाले कुकुरले टोकेको सबै यहाँनिर गरिदिन्छ क्या भ्याक्सिन यता मिसफायर त हाने गर्छ त के भएको है यो बाइकलाई पेटेटे अलिकति आवाज लाउड राख्दै भयो त ल कस्तो दामी हुन्थ्यो होला ल केटा सुइहाल्ने ठाउँ चाहिँ यही हो है अब गएर सुइहाल्छु भित्र भिडियो गर्न मिल्दैन केटा ल है त सुई लाउन नआउँदैछ कि हो कस्तो दुखी पाराले लागिरहेको छ नि यत्रो लामो जिराइदिएर भने अनि त मेरो सुई लाउने भन्दै थिएँ को हाततिर भने त्यो एउटा बुढो छ नि भित्र है भित्र बुढोलाई पनि अब के अरे हिँड्दै गरौँ न भित्र बुढोलाई पनि होइन अस्तिसम्म ठिक थियो बरु होइन त्यो केटालाई सुई हालाउनु नआउनु रहेछ यार कस्तरी लगाइदिएको भने छ्या कामै नहुने क्या हुन्छ नि अब लाउन नि पुरै क्या दुख्ने पाराले ओभर दुख्ने पाराले लगाइदियो भने यार छ्या अर्को साइडकोमा जानुपर्ने हो केटीको बाटोमा अब के गर्नु थियो यार खाली थिएन बिस्तारै ग्रो हान्नुपर्छ होइन जस्तो अहिले हतार त छैन अब एकैचोटि सबैजना कहाँ ग्रो हुनसक्छ र होइन बिस्तारै ग्रो हुनुपर्छ बिस्तारै भिडियो हाल्छु होइन हप्तामा 2टा या 3टा भिडियो हाल्छु त्यति भयो भने ठिक्क अब ठिक्क त हो नि कहाँ अरू जस्तो अब डेली हाल्न सक्ने हो र
मामाको गाडी यता साइडमा लेफ्ट साइडमा आफ्नो अब डबल लेनको बिचमा पर्दैछ यो त है मामाको गाडी बाई बाई मामा मामा बाई बाई म चाहिँ गएँ Look it out, 3, 2, 1, go! Woo! ठिकै छ यति स्पिड भए पनि हैन स्पिड चेकिङ भए भए चाहिँ खत्तम हुन्थ्यो नि तर यो यताबाट जाँदाखेरि चाहिँ पर्दैन हत्तपत्त आउँदाखेरि मात्रै पर्छ रेस पर्यो केटाहरूको मिसफायर सुन केटा हो कस्तो गाडी गर्छु नि सुनेर होला नि है मिसफायर त हाने गर्छ बाइकबाट धुवा आउनुसम्म कुदायो यार टाइट धुवा आइरहेको रहेछ भने भर्खर रोकिरहेको थियो होइन नोटिस गरेँ कि आगो लागि चाहिँ नहोस् बिस्तार जानु पऱ्यो अब चाहिँ अलि हाई गियरमा जाउँ टक्क पाराले गाडी आयो बाटो छोड्दै त्यहाँ कि मोबिल लागेर त्यो मोबिलको धुवा निस्किया होइन मोबिल लागेर धुवा निस्किने हुनसक्छ है मोबिल लागेर धुवा निस्किने हुनसक्छ कुदाउन नि त्यस्तो कुदाइ गरे धुवा निस्किँदा देखेको छैन यहाँ धुवा निस्किँदा आएर धोब्बी पक्रा हो हामी चाहिँ भित्र आइपुग्छ है गाउँ पुलतिर भ्लगर दाइ यो खुवाउनु न हुन्छ लिक न कति लिन्छस् लि ल मैले त्यसले त्यसले भनिदिएको है पैसा चाहिँ त्यसले आफै तिर्छ अघि चाहिँ यो हाल्नु पऱ्यो एकछिन है रमाइलो हुन्छ नि यसलाई नि त्यस्तो खासै त खेल्नु आउँदैन त्यही पनि सुई लगाएपछि त्यहाँ यस्तो साइकल भइरहेको यार बाइक पनि कुदाइ भइरहेको कि आज झन् बाइकबाट धुवा आइरहेको रहेछ झन् अझ केटा एकछिनमा भेट्छ है अब चाहिँ आज शिवरात्रि स्पेसल चाहिँ हाम्रो यस्तो चाहिँ ओ काले मसँग फेरि वान भन्नु खेल्ने र अस्ति पुरै हारिसकेर पनि फेरि खेल्ने थिएँ साँच्ची ए म ब्रेक हाल्छु ल म ब्रेक हाल्छु अनि तै ब्रेक हाल्नु ल अहिले हाल्छु ठिकै छ कहिले यस्तो हो अनि मेरो पालिमा अहिले हाल्छु म पक अघि क्रिजल भाइ हारिसक्यो पुलमा टक्क पारामा अनि यो मसँग वान भने खेल्ने भयो त्यो भनिदिएँ मैले खेल्छस् त अघि हारेपछि हामीले जित्यो भाइ 2v2मा हामी दुईजना जितेको थियो र क्रिजल थियो के अनि हिजो चाहिँ मैले यसलाई टिम नआउने अन्त बेस्ट अफ 3 खेल्ने रे तिनै हराइ त्यो चुकेर हो क्या कहिले के त्यो हुन्छ नि हेर्न केटा हो कहिले नयाँ क्याफे कहिले खोल्यो मैले हिजो टिकटक देखाएको मैले पठाइदिएँ त तँलाई खोइ पछि जाउँला नि के छ र काम छैन बच्चाहरूलाई जिस्कायो बस्यो अति के तेरो मुख देखेर नि डरायो ओइ क्रिजल भाइ यसको मुख दिएर डरायो कि तर केटा आज चाहिँ शिवरात्रि है अब हाम्रो चाहिँ त्यस्तो केही अब चल्दैन शिवरात्रि हाम्रो त केही हुँदै पर्दैन क्या शिवरात्रि भनेको हाम्रो केही पर्दैन कि पर्ने भनेको बाटो छिक्नु पर्ने रहेछ यार तर है नयाँ क्याफे खोलेको छ अरे माथि त्यो गोदामनिर अब त्यहाँ गोदाममा जाने ओइ ल आइज जाउँ कत्तो त्यहाँ इन्द्रथानमै रमाइलो हुन्थ्यो यार इन्सान गयो भने टक्क मलाई घर गएर मलाई लुगा लाउन नि हुन्थ्यो सोचमा हामी यत्तिकै जान पाएँ यार
बाटो सिकिरहेको छ त अहिलेसम्म यार ए जान्दियो ओइ फेरि यार बाटो सिक्दैछ त पुराहरू त हैट बाटो छोड न बाबु है पैसा चाहिन्छ उलीको ल भयो है पैसा दियो ल अहिले आउँदा नरोक होला हामीलाई ल रुको 5 रुपियाँ दिन्छु ल आऊ यो मान्छे हो नि त हामी त अनि त्यो कुचीलाई देऊ ल एउटै ल अझै पैसा लिएको ल 50 रुपियाँ माग अब त अरूलाई 50 रुपियाँ माग ल यहाँ माथि त होइन होला खै त्यता हेरौँ त यो ओह्रालो त थाङगढबाट तलतिर जाने के अरे गोदामबाट तलतिर जाने बाटो होइन त उयो डाँडा होइन हो नि भनेपछि यो त उयो तल यहाँ तल होला यताबाट हेर्ने बित्तिकै थाहा पाइन्छ नि म त फेरि हेर्ने बित्तिकै थाहा पाइन्छ है म त ल ल भाइ ल बिस्तारी ल तपाईँहरूले त अघि नै दिए है अनि सानै छ मलाई अनि ल यो चाहिँ नयाँ क्याफे केटा हो छिर्दिउँ न टक्क बाह्रमा बाइक राख्ने ठाउँ पनि के हो यार यता त कस्तो छ ओ त्यो त कस्तो गोरो देखिरह यार कस्तो गोरो देखिरहेको त्यो त तँ हेर्न ल भर्खर नुहाएर होला है कस्तो गोरो देखिरहेको क्या कति महिना पछि नगएको मुकेश एक हप्तापछि चिया भन्न अलरेडी केटा हाल्छ यहाँ आयो है चिया नि तर नयाँ खोलेर भयो होला सस्तो हेर्ने मेन्यु है मसला चिया एउटा यहाँ ठाउँ चाहिँ राम्रो छ है ठाउँ छ है पुरै प्राइस नि खतरा छ अहिले यतिको ठाउँ छ है यस्तो जाडोमा के आइस खानु के अलि हट मगा न हट तर कस्तो लाग्यो दामी छ थाहा थिएन मलाई सरी दादा चाबी अन राखेर हिँडेछ यार यसले गल्ती भयो चामल किन्दा परेको चामल किन्दा पर्यो अति भयो दिदीको बर्थडेमा नि सबले त्यही एउटै कप हो अति भिल्ला हान्दै यार तेरो घरमा जति कप छ नि दोस त्योभन्दा धेरै त मेरो कफीको कप छ क्या अनि कतिवटा चामल किने होला तिमीहरूको चामल किन्दा कफी आउँछ एक महिनामा चामल कप आयो अति भन्दै यार भ्लग नबना नि दोस ल्याङ पहिला सम्झाउँदा भ्लग बनाएर म भएको थियो सहदैन है मलाई त के अरे फ्लाइओभरको जेब्रा क्रसिङको अगाडिको रातो घरमा सेकेन्ड फ्लाइटमा बस्ने फर्स्ट फ्लाइटमा बस्ने के गरे नि भन्दै नि त भर्याङकै साइडमा कोठा भएको मान्छेले भर्खर यहाँ पारेको छ है चट्टापाटामा चिसो भइरहेको बहुत जाडो भएर हो मलाई त ल यहाँ माथि जति गयो त्यति चिसो हुँदै गयो क्या डाँडामा आयो नि डाँडामा थट अति खोइ यो थर्काउँछ त यार भाइ त स्पाइडरम्यान देखिरहेको छ पछाडिबाट यार ल हेर त सेम स्पाइडरम्यान यार है भाइ ल केटा हो आजको लागि चाहिँ यति नै है थ्याङ्क यू फर वाचिङ लाइक सब्सक्राइब एन्ड सेयर है त ल अब चाहिँ घरतिर लाग्ने हो टक्क